के हजुरहरूलाई थाहा छ? सर आइजक न्युटनको टाउकोमा स्याउ खसेपछि उहाँले प्रश्न गर्नुभयो, यदि यो रुखको स्याउ खस्छ भने त्यो आकाशको चन्द्रमा पनि खस्नुपर्ने। त्यो समयमा यो प्रश्नको उत्तर विज्ञान वा गणित कुनैमा थिएन। आफूलाई चाहिएको सूत्र नभएको कारणले उहाँले आफै क्याल्कुलस भन्ने सूत्रको आविष्कार गरिदिनु भयो। त्यसपछि उत्तरहरू खोज्ने ढोकाहरू खुल्दै गए। यो क्याल्कुलस यति शक्तिशाली छ कि यसको कारणले 25औं वर्ष लागेको हिसाबलाई मात्र केही दिनमा पूरा गर्न सकिएको थियो र अहिले पनि सकिन्छ। साइन्टिस्ट, इन्जिनियर, म्याथमेटिसियन, फिजिसिस्ट र सम्बन्धित विषय पढाउने प्रोफेसरहरूलाई थाहै छ। आधुनिक वैज्ञानिक अवस्थामा प्राय 90% हिसाबहरू क्याल्कुलसकै आधारमा हुने गर्छ। यदि त्यो समयमा उहाँ हुनुहुन्थेन भने आज यो विज्ञानको किताब घटेर यति सानो हुने थियो। महान वैज्ञानिक सर आइजक न्युटनले क्याल्कुलस पत्ता लगाएपछि सर्कलको पाईदेखि लगेर युनिभर्सलाई जोड्ने ग्राभिटीसम्म पत्ता लगाउन सहज भएको थियो। त्यसैले बुझ्न सक्नुहुन्छ उहाँको योगदान विज्ञानको लागि कति धेरै छ। यदि उहाँ हुनुहुन्थेन भने यो वास्तविक वर्तमान युगको कल्पना समेत गर्न गाह्रो हुने थियो। त्यसकारण उहाँलाई हृदयदेखि सम्मान छ।